जापानमा बसेर कोरिया घुम्न जान मिल्छ कि मिल्दैन? आज म यो कुरा सिम्पल र क्लियर तरिकाले एक्सप्लेन गर्दैछु। सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि नेपाली पासपोर्ट होल्डर्सको लागि जापानमा बसेको भए पनि कोरिया जानको लागि भिजा अनिवार्य हुन्छ। र अर्को कुरा, कोरियाको भिजा एप्लाई गर्नको लागि जापानमा 2 वर्ष लिगल्ली बसेको हुनुपर्दछ। भिजा एप्लाई गर्ने ठाउँ भनेको कोरियन एम्बेसी वा कन्सुलेट अफ कोरिया इन जापान हो। टोकियो, ओसाका, फुकुओका जस्ता सिटीहरूबाट एप्लाई गर्न सक्नुहुन्छ। तपाईँ बस्ने एरिया अनुसार एप्लाई गर्ने ठाउँ फरक पर्न सक्छ। धेरैजनाले ब्याङ्क स्टेटमेन्ट र एप्लिकेसनको बारेमा बुझ्न चाहनुहुन्छ। यदि त्यो टपिकमा डिटेल्समा जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला, म अर्को भिडियो बनाउने छु। भिजाको प्रोसेसिङ टाइम भनेको नर्मली 5 to 10 वर्किङ डेज हुन्छ। त्यसैले फ्लाइटको दिनभन्दा कम्तीमा पनि 15 दिन अगाडि भिजा एप्लाई गर्नुहोला। फेक डकुमेन्ट्सहरू कहिल्यै नबुझाउनु होला। यदि डकुमेन्ट्समा अलिकति पनि फेक जस्तो लाग्यो भने 1 सेकेन्डमै भिजा रिजेक्ट हुन सक्छ। त्यसैले धेरै केयरफुल हुनुहोला। 2015 सम्म नेपालीहरूलाई जापानबाट कोरिया घुम्न जानको लागि एकदमै सजिलो थियो। तर जापानबाट कोरिया गएर त्यतै इल्लिगल बस्ने घटनाहरू बढी भएपछि 2016बाट भिजा रुल कडा बनाइएको हो। यदि तपाईसँग सफिसिएन्ट ब्याङ्क ब्यालेन्स र रिटर्न फ्लाइट टिकट छ भने भिजा सजिलैसँग पाउन सक्नुहुन्छ। जापानबाट कोरिया घुम्न जानको लागि एकदमै सजिलो छ, तर प्लान बिना चाहिँ सजिलो छैन। यदि कुनै क्वेशन्स छ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। See you tomorrow.